हाम्रो पावर हाउसको चाहिँ ऱ्याप्टरको पिसिसी अन्तिम चरणमा छ। पिसिसीको काम लगभग सकिने अवस्थामा छ। भेरीबाबै डाइभर्सनको पावर हाउसको ऱ्याप्टरको पिसिसी आज सकिएको छ। अब यसपछि यहाँभन्दा माथिका स्ट्रक्चरहरूको काम सुरु हुनेवाला छ। अहिले राति करिब 10 बजेको छ। बेरसम्म काम गरेर आज चाहिँ त्यो पावर हाउसको पिसिसी काम सकिएको छ।